फाइनली साथीहरु म चाहिँ रेडी भइ अनि ज्ञानी बन्दिनु ज्ञानी वाह साथीहरु घाम यस्तो छ कि यो के हो हजुरहरुले चिन्नुहुन्छ हेलो एभ्रीवन नमस्ते स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा आयो हजुरहरु सन्चै हुनुहुन्छ होला म पनि एकदमै धेरै सन्चै आरामै छु अनि म चाहिँ आज धेरै दिनपछि दिन भन्दा नि महिना भइसक्यो धेरै पछि भिडियो बनाउँदै छु किनभने साथीहरु बीचमा त्यस्तै हुन्छ भिडियो बनाउने भन्छु है नानीसँग के गर्यो खासै बनाउने हुँदैन म चाहिँ बनाएको थिएन फेरि आज बनाउँदै छु किनभने आज चाहिँ म नानीको स्कुलमा जाँदै छु नानीको नाम लेखाउनको लागि मेरो नन्द नानीको अनि आज चाहिँ वैशाखको 21 गते भइसक्यो साथीहरु अनि आज बल्ल जाँदै छु म चाहिँ नाम लेखाउन किनभने यति बेलासम्म स्कुल बन्दै थियो सबैतिर बन्दै थियो होला सायद हजुरहरु सबैजनालाई थाहा नै छ के कारणले कसरी बन्द थियो भन्ने कुरा त है मैले भन्नै पर्दैन अनि म चाहिँ आज बल्ल जाँदै छु अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न पनि नभुल्नु होला फुल भिडियो वाच गरिदिनु अनि मन परेमा भिडियो मन परेमा लाइक कमेन्ट गर्न पनि नभुल्नु होला अनि फुल भिडियो वाच गरिदिनु होला साथीहरु के कस्तो हुन्छ म चाहिँ खानासाना खाएर अब रेडी हुन लागेको सो हेर्दै गर्नु होला फाइनली साथीहरु म चाहिँ रेडी भइसके अब चाहिँ निस्किन लागेको अब चाहिँ हामी निस्किन लागिसकेका छौं पुरै घाम छ बाहिर साथीहरु कसरी हो जाने छाता ओढेर जानु पर्छ होला पुरै घाम तातेर बिजोक छ हेर्नु त साथीहरु घाम यस्तो छ कि कुरै छोड्दिनु के यस्तो धेरै घाम छ हामी चाहिँ अब आइपुगिसकेका छौं मेरो छोरीले चाहिँ फुर्ती खाँदै छिन् है फुर्ती खाँदै छौ नि हामी चाहिँ अब आइपुगिसकेका छौं अब थोरै छ अब चाहिँ थोरै छ नि साने यहाँनिर यहाँदेखि यति न भित्रतिर हो अब चाहिँ हामी आइपुगिसकेका छौं म चाहिँ अब नाम लेखाइदिएर पनि घरतिर फर्किँदै छु साथीहरु देखाउन पाएन नानीसँग हुँदैन कि कतै गयो भिडियो बनाउनै सकिन्न अनि नानी पनि पकड्नै पर्यो है अनि म चाहिँ फर्किँदै छु हामी पनि जाने साथीहरु म चाहिँ यहाँदेखि नै घरै नगएर बजार जाँदै छु बिजौरी किनभने स्कुल भोलिदेखि नै लाग्ने रे पढाइ हुने रे हुन त पुगिसक्यो अनि ड्रेस लिनु छ नानीको त्यही भएर म चाहिँ ड्रेस लिनको लागि जाँदै छु सो हेर्दै गर्नु होला अटो आइसकेको छ खाँदैछु साथीहरु चाउमिन छोडेर खाँदैछु
सानी पनि खाँदैछ। ओ नगर पोखिन्छ नगर। फाइनली साथीहरू हामी चाहिँ घर पनि आइपुगिसकेका छौँ। अनि मेरी छोरी छिन् यहाँ। अनि सानी सानी मम्मालाई मा गरिदिनुहोस्। मा गरिदिउ न एकचोटि। मा गरिदिउ पहिला। मा गरिदिनु नै। नमस्कार गरिदिउ त्यसो भए। नमस्कार। अनि मा गरिदिनु ल। मा गरिदिनु मा गरिदिनु। अनि ज्ञानी भनिदिनु ज्ञानी। वा ल ठिक छ। अनि बाई पनि भनिदिनु बाई। अनि हामी चाहिँ घर पनि आइपुगिसकेका छौँ साथीहरू। नाम लेखाउन गएँ नानीको स्कुलमा। अनि त्यसपछि उठैदेखि उता बिजौरी बजारमा गएर पनि नानीको ड्रेस पनि ल्याइदिएर आइपुगिसकेको छु म चाहिँ। साथीहरू म हजुरहरूलाई एउटा कुरा देखाउँछु ल। यो के हो हजुरहरूले चिन्नुहुन्छ? यो चाहिँ काफल हो है। मैले चाहिँ अस्ति नै हाम्रो माइतीतिर पनि पाइन्छ। म चाहिँ अस्ति नै चैतको महिना नै गएर काफल साफल खाएर पनि आएको। अनि आज चाहिँ यतातिर बेच्न ल्याउनु भएको थियो। अनि मैले चाहिँ यो चाहिँ किनेर राखेको साथीहरू काफल हेर्नु। अनि यो चाहिँ मैले किनेर राखेको। हजुरहरूलाई मनपर्छ कि नै? मनपर्ने भए आउनु खान यतातिर। यता त पाइँदैन किनेर खाने हो यता पनि। हाम्रो माइतीतिर चाहिँ टन्नै पाइन्छ। मैले चाहिँ चैतको महिना नै कस्तो धेरै पाकेको थियो खाएर आएकोमा त। त्यही हो साथीहरू म हजुरहरूलाई देखाउनलाई आएको थिएँ कि एकछिन काफल देखाउनलाई। यस्तै भयो साथीहरू। के कस्तो भयो मेरो भिडियो हजुरहरूले हेरेर सल्लाह सुझाव दिनु होला। कस्तो भिडियो बनाउँदा राम्रो हुन्छ हजुरहरूले मलाई सल्लाह सुझाव दिनु होला। फुल भिडियो वाच गरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच। अनि थ्याङ्क यू सो मच। आजलाई यति नै। म चाहिँ सुगर दिएको। अनि म चाहिँ अहिले यतिमै इन गर्न लागेको। फेरि पनि भेटौँला नेक्स्ट भ्लगमा। बाइ बाइ साथीहरू।